अब संशोधनकर्ता माननीय सुमना श्रेष्ठलाई आफ्नो संशोधन प्रस्तुत गर्दै छलफलमा भाग लिन अनुमति दिन्छु। समय 5 मिनेट। त्यसपछि माननीय गंगा कार्की। सम्मानीय सभामुख महोदय, यस्तो गम्भीर विषयमा म खाली कुर्सीहरुसँग कुरा गरिरहेको छु कि जस्तो लाग्छ। जति पनि उपस्थित सांसदज्यू हुनुहुन्छ, धन्यवाद। मैले केवल 8 वटा संशोधन राखेको छु माननीय मन्त्रीज्यू। एकदम सिम्पल छ। सहकारी बचतकर्ताहरुसँग सरकारले पटक पटक गरेको सम्झौताहरु कार्यान्वयन गरियोस्। हरेक महिना सदनलाई के कति प्रगति भयो यो अपडेट दिनुस् भनेर मैले उपदफा थप गरेको छु। यो किन चाहियो भन्दाखेरि माननीय मन्त्रीज्यूले 22 वटा मैले सहकारी समस्याग्रस्त गराइसके भन्नुभयो। बागमती प्रदेशमा 3टा र कोशीमा एउटा त बिर्सिनु पनि भयो। तपाईले सहकारी बचतकर्ता सहकारी पीडितहरुसँग एउटा सम्झौता गर्नुभएको थियो, म एक द्वार प्रणालीबाट यो गर्छु भनेर। कोही बचतकर्तालाई तिमी कोशीको यो सदरमुकाम जाऊ, त्यसपछि कसैलाई यो बागमतीको हेटौडा जाऊ, त्यसपछि संघमा के हो, यो कुरा त तपाईको मकै पोल्ने दिदीले बुझ्नुहुन्न। मैले यो तपाईको रेटमा जाने हो भने 16 वर्ष लाग्छ, 2.25 खर्ब अड्केको छ। तर यो तथ्याङ्क पनि म मान्य सूर्यजीलाई देखिरहेको छु, प्रतिवेदनमा स्पष्ट छ। तथ्याङ्क नै छैन, पुगेको छैन। कसरी गर्ने? यस्तो तालले त यो जसरी सहकारीहरूले बचतकर्ताहरूलाई एकदम पुलपुल्याएर हैन 1 लाख राख्यो भने एउटा सुनको सिक्का दिन्छु भने जस्तै भएन। यो त जनतासँग पटक पटक बाचा गर्ने, पुरा नगर्ने भयो। उहाँहरूले हरेक महिना शुक्रबार 3 बजे हामी बसौँ भनेर त्यो पनि सरकारले अग्री गरेको, त्यो पनि गरेका छैनौँ के हामीले। त्यसैले मेरो मूल संशोधन दफा थप गरेर सहकारी बचतकर्ताहरुसँग यो आमरण अनसन बसेका बुढाबुढी मान्छेहरु खुट्टा दुखाउँदै र्याली आएका उहाँहरुसँग चाहिँ नि गरेको सम्झौताहरु कार्यान्वयन गर्नुस्, यो दफा थप गरेको छु। यो प्राधिकरण स्वायत्त छैन। प्राधिकरण स्वायत्त, राष्ट्र बैंक किन स्वायत्त छ? बैंकको लाइसेन्स खारेज गर्न सक्छ, बैंकलाई फाइन गराउन सक्छ, मर्ज गर भनेर भन्न सक्छ। तर यो प्राधिकरण स्वायत्त छैन। यो स्वायत्त हुनको लागि त यसले लाइसेन्स खारेज गर्न सक्नु पर्यो, फाइन तिराउन सक्नु पर्यो, भएन भनेर भन्न सक्नु पर्यो। यो केही पनि छैन। यो प्राधिकरण स्वायत्तै छैन। त्यसकारण यो प्राधिकरण स्वायत्त गर्नको लागि लाइसेन्स खारेजीको व्यवस्थाहरू पनि राख्ने र ऋण उसुलीको लागि अहिले मन्त्रीजीको ध्यानाकर्षण मैले के गराउन चाहे भने सहकारीहरूले अहिले ल्यान्ड ब्रोकरको रूपमा काम गरिरहेछ। आफूले फिर्ता गर्न नसक्ने जग्गा बेच्ने एउटा मान्छेको जग्गा लिने, त्यसपछि त्यसको भ्यालुएसन बढाइदिने, बचतकर्ताहरूलाई यसको 200% मूल्यमा राखेर अझ पैसा थप अनि त्यो बराबर हुन्छ, फच्या हुन्छ भनेर गरिरहेछ। त्यस्तो गर्न दिने हो र हामीले सहकारीहरूलाई? त्यो त सहकारीको काम होइन नि, जग्गा दलालीको काम। भ्यालुएसनमा गडबडी भइरहेछ मन्त्रीज्यू, भ्यालुएसनमा एकदम गडबडी भइरहेछ। त्यसको खोइ त यो मैले भने नि सहकारीहरूले जसरी एकदम सोझा साझा नागरिकलाई यहाँ आऊ ऋण के भन्छ इन्ट्रेस्ट बढी तिर्छु भनेर फकाए, हामीले यो अध्यादेश र प्रतिस्थापन विधेयकबाट त्यही गरिरहेका छौँ। त्यो नगरौँ। साँच्चै एकदम वेदना धेरै भइसक्यो। त्यसकारण मैले सहकारी बचतकर्ताहरूसँग गरेको सम्झौता तपाईले कार्यान्वयन गर्नुपर्छ, यो विधेयकमा राखेर जानुपर्छ भनेर मैले संशोधन राखेको छु। त्यसपछि यो जुन संगठित हुनलाई गाह्रो बनाइएको छ, अहिले सबभन्दा धेरै समस्या भनेको त ऋण तथा बचत सहकारीमा हो नि। सानो प्रोडक्सनसँग युनिट त्यसमा त समस्या छैन भनेपछि यो प्रतिशतको कुरा कहाँबाट आयो? 25 जना पहिला जे थियो त्यही गरौँ भनेर मैले संशोधन पनि राखेको छु, यो स्वीकार गरिदिनु होला। त्यसपछि अर्को अहिले समस्या बचतकर्ताहरूलाई के भइरहेछ, एउटा फर्म फिल गरेर आऊ भन्छ। बुढाबुढी मान्छेले फर्म फिल गर्न जाँदैन मन्त्रीज्यू, अनि त्यो साइबरलाई 500 रुपियाँ दिएर फर्म फिल गराउनु परिरहेछ। 500 रुपियाँ दिएर फर्म फिल गराएर त्यो सही छ कि छैन त्यो पनि पछि थाहा पाउँछ उहाँहरूले।
त्यो मलाई सेयरकोमा राख्दा हो कि बचतकोमा राख्दा हो भनेर यस्तो अवस्थामा हाम्रा नागरिकहरू छन्। उहाँहरूको लागि यो सदनले काम गर्ने हो, मान्य मन्त्रीज्यूले काम गर्ने हो, तर जनतालाई गरिदिन्छु भनेर भ्रममा तपाईँले राख्नुभएको छ। भएको कानुनहरू कार्यान्वयन नगर्ने, तपाईँले कर्मचारी थप्छु भनेर पनि सही गर्नुभएको छ, थप्नु भएको छैन। तपाईँले प्रहरीहरूको सेपरेट युनिट बनाउँछु भनेर तपाईँले सही गर्नुभएको छ, त्यो तपाईँले गर्नुभएको छैन। एकद्वार प्रणाली बनाउनु भएको छ तर प्रदेश सङ्घ पालिकामा घुमाइराख्नु भएको छ। यस्तो तालले जनतालाई तपाईँले यो गर्नु पाउनुहुन्न मन्त्रीज्यू। यो यसमा राखेको एकदम महत्त्वपूर्ण जे अग्रिमेन्ट गरेको थियो त्यो चाहिँ तपाईँले पुरा गर्नै पर्छ। धन्यवाद।